नमस्ते, स्वागत छ तपाईहरुलाई एबीएल फार्मिङ च्यानलमा। आज चाहिँ हामी 1 वर्ष भन्दा मुनिका बिरुवाहरूलाई नीलतुथो अथवा विषादीहरू प्रयोग गर्न सकिन्छ या सकिदैन भन्ने विषयमा भिडियो बनाउन गइरहेका छौं र भिडियोमा पहिलोचोटी हुनुहुन्छ भने एबीएल फार्मिङ च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। हामीले चाहिँ यसरी ठूला रुखहरुमा स्प्रे गर्दाखेरि चाहिँ यसरी भर्याङहरुको युज गरेर स्प्रे गर्ने गर्छ। यो चाहिँ खासमा नीलतुथो स्प्रे गर्दैछौं र नीलतुथो के हो भनेर बुझ्नु पर्दाखेरि चाहिँ यो एक रासायनिक यौगिक हो जसले बोटमा लागेका कीटहरुको प्रकोप र रोगहरुलाई नियन्त्रण गर्नका लागि प्रयोग गर्ने गरिन्छ। यो विशेष गरेर सुन्तला बिरुवा र अन्य फलफूलका बिरुवाहरुमा समेत अत्यन्त महत्त्वपूर्ण रूपमा लिइन्छ। यसले नीलतुथोले चाहिँ विभिन्न ब्याक्टेरिया र फंगी रोगहरु संक्रमण नियन्त्रण गर्ने गर्दछ र सुन्तलामा हुने रोगहरुको संक्रमण कम गर्नका लागि बिरुवा स्वस्थ राख्नका लागि यो नीलतुथोको स्प्रेहरु छर्ने र बोर्डो पेस्टहरु लगाउने काम गरिन्छ। हामीले चाहिँ यो स्प्रे वर्षमा 2 पटक गर्ने गर्दछौं र हामीले ठूला रुखदेखि लिएर वर्ष नपुगेका बिरुवाहरूलाई समेत नीलतुथोको स्प्रे गर्ने गरेका छौं। तर 1 वर्ष भन्दा साना बिरुवाहरूलाई विशेष ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ। 1 वर्ष भन्दा साना बिरुवालाई कसरी स्प्रे गर्ने त्यो चाहिँ अलि पछि नै बताउने छु। त्यो भन्दा अगाडि चाहिँ 2.5 वर्षका बिरुवाहरूलाई कसरी स्प्रे गर्ने तर्फ हामीले चाहिँ विशेष गरेर 2.5 वर्ष पुगेका होस् या ठूला रुख जुनसुकै बिरुवाको पनि पातहरुको तल्लो भागहरुमा स्प्रे गर्नुपर्दछ, किनभने बिरुवाको तल्लो भागहरुमा ब्याक्टेरियाहरु तासिएर बस्ने र बिरुवालाई असर पुर्याउने किराहरुको वासस्थान हुने भएको कारणले पातहरुको तल्लो भागमा विशेष ध्यान दिनु पर्दछ। हामीले स्प्रे गर्ने समय चाहिँ दिउँसोपखको समय एकदमै उत्तम र प्रभावकारी हुने गर्दछ। नीलतुथोको प्रयोगले सुन्तलाको बिरुवाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्ने गर्दछ। र अब लागौं नीलतुथोको स्प्रे गर्ने घोल कसरी बनाउने भन्नेतर्फ। नीलतुथोको घोल बनाउँदाखेरि चाहिँ चुनालाई चाहिँ केही गर्नु पर्दैन, त्यो चाहिँ पहिले नै धुलो हुने भएको कारणले र नीलतुथोको चाहिँ मिश्रिक जस्तो दल्लो हुने भएको कारणले त्यसलाई चाहिँ पिसेर धुलो बनाउने गर्नुपर्दछ र 100 ग्राम नीलतुथो र 100 ग्राम चुनामा चाहिँ 10 लिटर पानीमा हालेर लट्ठीले घुमाइराख्नु पर्दछ र घोल घुलिसकेपछि चाहिँ दुवै जनाले एउटै ढार बनाएर खसाल्ने गर्नुपर्दछ र खसालिसकेपछि चाहिँ त्यो घोल मिलेको छ या छैन भने चक्कु या अरु कुनै स्टिलका भाँडाहरु डुबाएर 1 मिनेट राख्नु पर्दछ र मिश्रण मिलेको छ भने स्टिलको भाँडामा खिया जस्तो पदार्थ लाग्दैन र मिलेको छैन भने खिया जस्तो पदार्थ लाग्ने गर्दछ। यसरी ठूला सुन्तलाको रुख र 2.5 वर्ष बिरुवाको लागि नीलतुथोको स्प्रे बनाउन सकिन्छ र सबैले सोध्ने गर्नुहुन्छ कि 1 वर्ष भन्दा पनि साना बिरुवालाई विषादी र नीलतुथोको प्रयोग गर्न मिल्छ या मिल्दैन भनेर प्रश्न गरिरहनुहुन्छ र हामीले चाहिँ ठूला रुख र त्यस साना बिरुवाहरू भएको नजिकका बिरुवाहरूमा स्प्रे गरेको कारण त्यस ठूला रुखहरूबाट झरेका ब्याक्टेरियाहरू त्यस साना रुखहरूमा नजाओस् भनेर नीलतुथोको स्प्रे गर्ने गर्दछौं। तर स्प्रे गर्दा 10 ग्राम चुना र 10 ग्राम नीलतुथोमा 5-5 लिटर पानी राखेर पातलो घोल बनाएर स्प्रे गर्नुपर्दछ। सुन्तला बिरुवामा विशेष गरी 1 वर्षको उमेरमा बिरुवामा शारीरिक रूपमा कमजोर हुने गर्दछ र यसलाई धेरै रासायनिक पदार्थहरूको प्रभावमा ल्याउनु भनेको बिरुवाको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने हो र रासायनिक विषादीहरूको प्रयोग गर्नुभन्दा जैविक वा प्राकृतिक विकल्पहरूको प्रयोग गर्न सकिन्छ जसले बिरुवामा कम असर पुर्याउने गर्दछ। त्यसकारण 1 वर्ष भन्दा साना सुन्तलाका बिरुवाहरूमा नीलतुथोको स्प्रे र विषादी प्रयोग गर्ने क्रममा सावधानी अपनाउनु पर्दछ र जैविक प्राकृतिक विकल्पहरूको प्रयोग गर्ने बारे सोच्नु जरुरी हुने गर्दछ। तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला ताकि मलाई यस्तै भिडियोहरू बनाउन हौसला मिल्नेछ।